मर्निङ टाइममा दाजु मर्निङ टाइममा हामी हरारा माथि चढ्न लागिरहेछौँ। हरारा भित्रको यस्तो रहेछ। लिफ्ट पनि रहेछ। हामी लिफ्ट किन जाने? हामी हिँड्ने हो नि। हिँडेर जाने नि। 20 तला 20 तल अलि माथिबाट चढ्न पाइएन नि। माथिबाट नै पाइन्न। 20 मा छँदै छैन सिधै हो। के हो त यार? लिफ्ट चढौँ भनेको 20 बाट रहेनछ। आएपछि हेर्न पो मजै हो, हिँडेरै मजा आउँछ। आउँदाखेरि झरौँला बरु। हाम्रो लिफ्ट 20 तल माथि जानुपर्दा भन्दा त बिचमा कहीँ नभएको। यहाँबाट हेर्ने नजर भनेको केही पनि रहेनछ। यो त सब पुरै प्याक रहेछ। 20 तल माथि लिफ्टबाट जाँदै दुलो कहीँ रहेनछ। अब यो लिफ्ट यसो हेर्दै जानु पाए पो हिँडेको पनि साह्रो त। हिँडेर भन्दा त बरु माथिबाट एकैचोटि हेर्ने नि। लिफ्टभित्र छिडियो 20 तल माथि। तल आयो। हिँडेर हिँडेको छ। अलिकति महसुस त केही दिएन त। बिचमा तपाईँको बिचमा त होला नि। ए त म त रेडी होला भने बल्ल ल चट्ट 20 तल माथि आइपुग्यो। 20 तल माथिको नजारा अब कस्तो छ हेरौँ। यो त रोड लग्रै छ। यताबाट जाउँ हामी। ल ल है गाइस, काठमाडौँको सहर 20 तल माथिबाट यो हो नि नजारा हेर्ने भनेको।